नमस्ते सबैजनाहरूलाई। मैले चाहिँ आज नेपालका क्षेत्रफलका आधारमा प्रदेशहरू ठुलोदेखि सानो क्रम चाहिँ हजुरहरूलाई भन्न गइरहेको छु। यो फर्मुला वाइज हुनेछ, कृपया ध्यान दिएर हेर्नु होला। यसको फर्मुला चाहिँ के रहेको छ भन्दा चाहिँ के एल जी बी एस एम। यसको पूर्ण रूप के छ भन्दा चाहिँ केबाट कर्णाली, अनि कोशी, लुम्बिनी, गण्डकी, बागमती, सुदूरपश्चिम र मधेस। सबैभन्दा सानो प्रदेश मधेस प्रदेश रहेको छ भने जसको क्षेत्रफल 6.5% रहेको छ कुल भूभागको, र कर्णाली प्रदेशको चाहिँ 19.6 रहेको छ। हाम्रो कोशी प्रदेशको चाहिँ 17.6 रहेको छ। यसै बिच हेर्दै गर्नु होला। अनि हाम्रो क्षेत्रफलका आधारमा त ठुलोदेखि सानो यो भयो भने चाहिँ केएलजी बीएसएम के भन्ने भन्दा चाहिँ केएलजी बीएसएम यो क्षेत्रफलका आधारमा हो भने अब जिल्ला वाइज गर्दा चाहिँ कर्णालीमा 10वटा जिल्ला छ, कोशीमा 14वटा जिल्ला छ, लुम्बिनीमा 12वटा जिल्ला छ, गण्डकीमा 11वटा जिल्ला छ, बागमतीमा 13वटा जिल्ला छ, सुदूरपश्चिममा 9 जिल्ला र मध्य प्रदेशमा 8 जिल्ला रहेको छ।